हजुर कति हजुर त्यही छैन, मतलब एउटा चिठी लेखिन्छ नि त्यस्तो टाइपको है, अहिले पनि छ ल बुवा। आज दाईको आज प्रोग्रेस बारे आज अलिअलि सुनाउ न दाई, हामीलाई पनि प्रेरणा हुन्छ दाईले कसरी सक्सेस भयो के भयो जीवनको, अलिअलि सुनाउ न दाई। सक्सेस भनेको आफूभित्र गल्ती खोज्ने हो कि। हजुर बुवाले हजुर गर्नुहुन्थ्यो, बुवाको फर्मुला एकदम कि त हेर्नुहोस्, दुई थरीको ट्रेडर मेरै घरमा, एउटा बुवा जस्तो एउटा म जस्तो। अब हेर्नुहोस् के फरक थियो। बुवाले सुरुदेखि आफ्नो लगानीको 4 हिस्सा गर्नुहुन्थ्यो, एउटा व्यापारमा, एउटा सेयरमा, एउटा घर जग्गामा, होइन, एउटा सुनचाँदीमा। ठिक छ, चार हिस्सा, आफ्नो कमाइको 4 हिस्सा गर्नुहुन्थ्यो। कहिले लोन लिनुहुन्न थियो, विदाउट लोन आफ्नो काम गर्नुहुन्थ्यो। मतलबै थिएन कि उहाँले यो के भन्छ मार्केट माथि जाँदैछ तल जाँदैछ मात्र किन्ने काम। युनिलिभर, स्ट्यान्डर्ड चार्टर र नबिल, त्यो जमानाको कुरा हो। र आइपिओ सबै भर्नुहुन्थ्यो। कति भर्नुहुन्थ्यो त्यस बेला? सबै पर्थ्यो कि त्यो जमानामा 20-30 किता 40 किता भर्नुहुन्थ्यो। जति पैसा हुन्छ मान्छेको आय जति हुन्छ त्यति त भर्छ, होइन? सो मान्नुहोस् उहाँले 1 लाख रुपियाँ कमाइ गर्नुभयो भने 25,000 सेयरमा हाल्नुहुन्थ्यो, 25,000 सुनचाँदीमा, 25,000 व्यापारमा र 25,000 घर जग्गामा। उहाँको फर्मुला यो थियो। अब म आएँ काम गर्दै जाँदा त मैले के बुझेँ भने यो सेयर बजार त बडो फेसिनेटिङ चिज छ। घरमा पनि कुरा हुन्थ्यो, बुवाले सेयर गर्नुहुन्थ्यो। मैले भने सेयर भनेको हिन्दीमा सेयर भनेको बाघलाई सेयर भनिन्छ, के सेयरको कुरा गरे बुवाले? अनि बुवासँग बसेर गफ गर्थे, बुवा यो के हो? अनि बुवाले बसेर बुझाउनुहुन्थ्यो। एउटा कम्पनी हुन्छ, त्यसमा पैसा पुग्या हुन्न, एउटाको आइडिया हुन्छ, उसले के गर्छ भने विभिन्न व्यक्तिको पैसा लिएर सेयर जारी गर्छ अनि त्यसको आइपिओ निकाल्छ गरेर राम्ररी बुझाउनुहुन्थ्यो। अब सेयर के भनेर यहाँ त साथीहरूले सबै बुझेको हुन्छ नि, त्यसले नबुझाएको मैले। अब हो यस्तो हो। अनि मेरो पनि क्वेसनहरू के हुन्थ्यो भने किन बढ्छ, किन घट्छ, के कारणहरू? बुवाले त्यो कारणहरू पनि एक्सटर्नल फ्याक्टर्स, इन्टर्नल फ्याक्टर्सहरूको बारेमा बुझाउनुहुन्थ्यो। त्यो पनि बुझेर बुवासँगै बसेर कारोबार गर्न थाले। गर्दाखेरि के बुझियो भने मार्केट जब माथि जान्छ हामीसँग पैसा हुन्छ। बुवा कहिले बेच्नुहुन्न, मार्केट माथि जाओस् तल जाओस्। उहाँको फर्मुला बेच्ने